आफ्नो लागि केही सामान आयो भने हामी कति खुसी हुन्छौँ नि साथीहरू। यहाँ चाहिँ मैले आफ्नो लागि केही सामानहरू अर्डर गरेको थिएँ। अनि त्यसपछि डेलिभरी दाइले चाहिँ सामान आइसक्यो आउनु लिन भनेर भन्नुभयो। अनि चोकमा गएर म लिन जाँदैछु सामान। अनि सामान लिएर आएँ, कति खुसी हुँदै हुँदै। अनि म चाहिँ धेरै खुसी छु। अनि उहाँ मिस्टर बिरेशपुर चाहिँ धेरै दुःखी हुनुहुन्छ। कति सामान के सामानलाई कति पैसा खर्च गरिस् भनेर यहाँ छानबिन गर्न खोज्दै हुनुहुन्छ। अनि म चाहिँ यहाँ नगर्नु भन्दै पछि आउँदै हत्ता न पत्ता खोज्दैछु क्या, नहेर्नु म आफै अनबक्सिङ गर्छु भन्दै। त्यसपछि अनि अब म चाहिँ अनबक्सिङ गर्न थालेँ। यो चाहिँ मैले जिपीबाट मगाएको मेरो के भन्दा मेकअपको सामान हो अरे क्या। मेकअप भन्दा नि स्किन केयरको केही सामानहरू अब यसो हल्का फुल्का स्किन केयर गरौँ न भनेर अरे क्या। राम्रै हौँ न, कति सधैँ अरूमा त राम्रा हुन्छन् भनेर। अनि त्यसपछि म यहाँ अनबक्सिङ गर्दैछु, हातले खोल्न नसकेर कैँचीले गरी अनि सुरक्षा पनि एकदम एक्साइटेड भएर मेरो छेउमा बसेर म पनि हेर्छु भन्दै चाहिँ मभन्दा धेरै त सुरक्षा नै एक्साइटेड हुन्छ। अनि साथसाथै यहाँनिर मेरो बिल लुकाउनु पऱ्यो भने मुखमा हालेको खुसी हालेँ। अनि त्यसपछि के सामान छ हेर्नु है साथीहरू। यो चाहिँ रहेको छ अहिलेको एकदम भाइरल, टिकटकमा भाइरल सनस्क्रिन सनप्लेको स्किन खोइ के भन्छन् हो त्यसको। अनि त्यसपछि यो चाहिँ मोइस्चराइजर सेटाफिलको। अनि त्यसपछि साथसाथै यो चाहिँ टोनर रहेको छ। मैले चाहिँ यो टोनर र सनस्क्रिन चाहिँ यसपालि नयाँ प्रडक्ट युज गर्न आँटेको। सेटाफिलको मोइस्चराइजर जहिले अरू बेला पनि युज गरिरहेको थिएँ। अनि यो चाहिँ दुईवटा नयाँ साथीहरू एकदम खुसी, एकदम एक्साइटेड छु कस्तो हुन्छ होला भनेर। तर यो मोइस्चराइजर अलिक सानो जस्तो लाग्यो मलाई, त्यही पनि ठिकै छ। तर म एकदम अहिले हाइपमा छ नि त यो। अनि हामी चाहिँ एकदमै खुसी छौँ। अनि यहाँ साथसाथै यहाँ हेर्नु न, दुःखी चाहिँ को छ भन्दा मिस्टर बिरेशपुर चाहिँ एकदमै यत्रो पैसा खर्च गरी चाहिँ भन्दै होप्प परेर रिसाउँदै हुनुहुन्छ। म चाहिँ एकदम खुसी छु भन्दै ओके बाई साथीहरू। के कस्तो हुन्छ लगाएर म तपाईँलाई भन्नेछु। ओके बाई, स्टे ट्युन।